कम्युनिस्ट पार्टीमा समाहित भएका नेता डाक्टर भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि शब्दै पछि आगो ओकालेका छन्। ओलीको अहंकार र सत्ता लिप्साकै कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा दुर्घटनाग्रस्त भएको आरोप लगाउँदै रावलले जम्बो जेट जहाजको पाइलटले सेतीको खाँचमा लगेर खसालेको जस्तो नियति पार्टीले भोगेको सुनाए। बुधबार राष्ट्रिय सभागृहमा आयोजित स्वागत तथा एकता घोषणा समारोहमा बोल्दै नेता रावलले ओलीको कार्यशैली, व्यवहार र राजनीतिक विचलनमाथि श्रृङ्खलाबद्ध र कठोर प्रहार गरे। तत्कालीन नेकपाको एकतालाई जम्बो जेट जहाजसँग तुलना गर्दै रावलले त्यसका 2 पाइलट ओली र प्रचण्ड मध्ये मुख्य क्याप्टेन ओलीले जहाजलाई दुर्घटना गराएको बताए। कमरेड प्रचण्ड र केपी ओलीले हामी 2 पाइलट यो जम्बो जेटलाई सुरक्षित रूपमा उडाउँछौं भन्नुभएको थियो, फाबुक हुँदै रावलले भने। तर क्याप्टेनले त पोखराको सेतीको खोजमा हाल्दै गर्दा अर्को सहायक चालक र पछाडि बसेका हामी यात्रुहरू आँखाबाट आँसु बगाउँदै आफ्नो जीवनको अन्तिम दिन गने जस्तै मात्र गर्न सक्यौं। उनले थपे, हामीले पछाडिबाट चिच्यायौं, करायौं, रोयौं, क्रन्दन गर्यौं। ए क्याप्टेन साहब, जहाज नडुबाउनुहोस्। रावलले ओलीमाथि छुट र जालझेलको राजनीति गरेको आरोप लगाए। पार्टी एकता जोगाउन 10 बुँदे सहमति गर्दा ओलीले दिएको वचन र पछि गरेको व्यवहार ठिक उल्टो रहेको उनको भनाइ थियो।